दैव पनि कस्तो रहेछन् कठै बरै छोरीको करीमै हारेको। दैव पनि कस्तो रहेछन् कठै बरै छोरीको करीमै हारेको। कस्तो पापी रहेछस् देवर भाउजूलाई मारेको। कस्तो पापी रहेछस् देवर भाउजूलाई मारेको। परान जाँदा चिच्चाइ होलिन् देखिनस् आँखामा। परान जाँदा चिच्चाइ होलिन् देखिनस् आँखामा। 16 दिनको सानो बच्चा थियो नि काखमा। 16 दिनको सानो बच्चा थियो नि काखमा। हेलो गाइज दर्शन नमस्ते, म मन्जु थापाको तर्फदेखि है। हजुरहरूलाई के कस्तो लाग्छ कमेन्ट गर्नु होला। मेरो चाहिँ साह्रै मन खिन्न भएर आज मैले सानो एउटा कविता लिएर आएको छु। हजुरहरूलाई के कस्तो लाग्छ कमेन्ट गर्नु होला। यस्ता यस्ता पापीहरू पनि हुँदो रहेछ है, के गर्नु।